25 फुट भन्नु चाहिँ यहाँको मरि खाली हो त यहाँनेरि झरी हाल्नु भयो भने त निकाल्नु त बाल्टी हल्लाउनु न बाल्टी हल्लाउनु खै खै तल देखाउनु त खै कसरी झिक्ने हो तपाईले यो पोखरी हेर्नु भने छक्कै पर्नुहुन्छ स्वा ठुलो माछाहरू छन् यहाँ तल दर्शकबिन एकैछिन आउनुहोस् त हेर्नुहोस् त यहाँ अचम्म लाग्दो छ दर्शकबिन 52 वर्ष भयो भारतको यहाँनिर नागाल्यान्डमा बस्नुभएको यी बुबा 15 वर्षको उमेरमा आएको अहिलेसम्म घर गएको छैन बिहे भने गर्यो कि गरेन नागाल्यान्ड भारतमा बसेर आउनुहोस् है त एकछिन सुनौँ उहाँको घर चाहिँ भोजपुर रहेछ दर्शकबिन नमस्ते म देवेन्द्र लिम्बू तिनजुरी अनलाइन टिभी हेरिराख्ने सम्पूर्ण दर्शकमा सबैजनालाई माया अनि नमस्ते छ र लाइक कमेन्ट सेयर गर्नुहोला किन भन्दाखेरि यो सन्देश भोजपुरसम्म र सारा नेपाली र उहाँको परिवारसम्म पुगोस् नमस्ते बुबा भनौँ न अब नमस्ते तपाईँको नाम चक्रबहादुर चैते हो त त्यहाँले चक्रले राखिदिएको नाम पनि चैते बाँदर भन्छ चैते बहादुर भनेर चक्रबहादुर नै राखेको नाम पनि ए राई हो कि लिम्बू तपाईँ राई कहाँ हो घर चाहिँ तपाईँको छ्यालुङ भोजपुर भोजपुर हो भवन बस्तीको नाम चाहिँ छ्यालुङ भन्छ छ्यालुङ भनेको कहाँनिर कुन गाविस दाङखा पुग्दैन दाङखा बाँसीखोर थाहा छ नि बाँसीखोरको माझामा वार्ड नाम कति वडा नाम कति थियो त्यतिखेर थियो तपाईँ त 15 वर्षकोमा भारत आउनुभएको त्यहाँ कि जानु भएन नेपाल गएन एकै टोलको नाम थाहा छ हजुर त्यहाँ टोलको नाम छ त बासीघोडा बाँसीखोरा पहिला त हामीहरूको बाँसीखोरा होइन अहिले बाँसीखोर भएको छ भन्छ ए तपाईँको चाहिँ नाम चाहिँ के भन्थ्यो त्यतिखेर पर भोजपुरमा त्यही चक्रे नै भन्थ्यो ए चक्रे राई भन्थ्यो अब तपाईँ भारतमा आउनुभयो अहिले मेरो तिनजुरी अनलाइन टिभीमा प्रत्यक्ष लाइभमा हुनुहुन्छ के भन्नुको लागि विचार गर्दै त्यही त के भन्नुको लागि भन्नुहोस् न त हाम्रो तिनजुरी अनलाइन टिभीमा भन्नुहोस् न के भन्नुहुन्छ के भन्नु अब होइन भन्नु न अब तपाईँले परिवारलाई सन्देश दिनु आउनुभएको कि छोराछोरीहरूलाई नै कसो गरेर राम्रो हुन्छ त्यसैको लागि मन चिन्ता छ अरू त केही हामीहरू त केही छोराछोरीको चिन्ता छ अनि तपाईँ 15 वर्षमै बिहे गर्नुभएको थियो नै यहाँ आएर बहुत सालमा ए सम्झेँ सरी फेरि अस्ति तपाईँले राई भनेको अस्ति मैले गल्ती गर्नुभयो आज तपाईँले गल्ती गर्नुभयो तपाईँले राई हो भन्दाखेरि म राई हो भन्नुभयो अनि सुधार्नुपर्छ